जहाँ आकाश धरतीलाई चुम्न आउँछ र बादलहरू गफ गरेर जान्छन्, त्यही कतै हिमाली काखमा लुकेको छ लोदेन। शान्त प्रकृति, निर्विकार पवन र आत्माको स्पर्श दिने मौनता लिएर हामी आज यहाँ आएका छौँ, केवल दृश्य हेर्न होइन, अनुभूति बटुल्न। अब चाहिँ हामी थोरै पोखरीको नजिकै जाँदैछौँ। नजिकबाट चाहिँ हेलो गाइज, आज हाम्रो यात्राको पहिलो दिन हामी फुङलिङबाट मिक्वा खोला गाउँपालिकातर्फ लाग्दैछौँ। जम्मा 6 जनाको टोली ताप्लेजुङ र तेह्रथुमका कर्मचारी साथीहरू मिलेर हामी यो यात्रालाई तय गर्नेवाला छौँ। बर्खाको याममा पहाडी बाटोहरू हिलो र चिप्लो हुने गर्दछन्, तर पनि हामीलाई यो बाटो निकै रमाइलो लागिरहेको छ, किनभने यो हामीले रोजेको बाटो हो। बाटो मिस्टेक भएर ब्याकमै जानुपर्ने अवस्था। एउटा क्यामेराबाट खिचौँ न त होइन। खै हामी यहाँ चाहिँ अब यो फुङलिङ बस्नु सक्ने अवस्था आयो। धेरै होला र विशाल सरले होइन, यो हाम्रो यहाँ पालिकामा एउटा भाइ छ, त्यो भाइले राइट र लेफ्टै जान्दैन रहेछ। यही बाटोलाई पछ्याउँदै हामी मिक्वाखोला गाउँपालिकाको केन्द्र थलङ आइपुगेका छौँ। यहाँबाट हामीसँग 3 जना साथीहरू थपिनुहुनेछ। अब हामी गाउँपालिकामा खाना खाएर झर्ना एकछिन अवलोकन गरेर त्यसपछि लाग्छौँ। पालिकाको बिल्डिङमै छ त्यो पहिरो भएको ठाउँमा अनि एउटा तलतिर झर्ने बाटो छैन त। नमस्कार अध्यक्षज्यू। नमस्कार, धन्यवाद। यो मिक्वाखोला गाउँपालिकामा चाहिँ जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख सहायक सिडिओ सन्दीपा खड्काज्यूलाई र यो सिँचाइबाट पनि हाकिम साहेबहरू आउनुभएको छ। सम्पूर्ण यो टुरिस्ट टिमलाई मिक्वाखोलाले स्वागत गर्न चाहन्छ। र यो लोदिन खर्क चाहिँ मिक्वाखोला गाउँपालिकाको वार्ड नम्बर 5 मा पर्छ। त लोदिन क्षेत्र भनेको चाहिँ यो ताप्लेजुङको सबैभन्दा पर्यटकीय क्षेत्र, जो कि अत्यन्तै ठुलो भूभागमा रहेको र विभिन्न चियाक चौरी, गोठहरू, भेडाहरू र वनभेडा भन्छ, न्याउरो भन्छ र कस्तुरीहरू र डाँफे चरा र मनालहरू लगायतका विभिन्न चाहिँ त्यहाँकी हिमालय पर्यटकीय गन्तव्यलाई चाहिँ रमणीय गर्ने चाहिँ जन्तुहरू पाइन्छ। र सो क्षेत्रमा धेरै पोखरीहरू जस्तो लामपोखरी, बन्दुके, एउटा फुङफुङे झरना पनि छ देख्छु, त्यसको विषयमा पनि थोरै केही भनिदिनु न। हामी अब जान्छौँ। चाहिँ नेपालको 101 को चाहिँ पर्यटकीय क्षेत्रमा नेपालकै गन्तव्यमा पर्छ, जो कि 180 मिटर लामो छ। यो चाहिँ अत्यन्तै आकर्षक र अत्यन्तै सदाबहार पानी बगिरहने र त्यहाँ चाहिँ एउटा शक्तिपीठ मन्दिर पनि छ। मिक्वाखोला गाउँपालिकामा आएर खाना खाइरहेका छौँ। भेटको लागि त भन्नु न। अहिले चाहिँ हामी मिक्वाखोला गाउँपालिकामा खाना खाएर फुङफुङे झर्ना हेर्ने भनेको नेपालको प्रसिद्ध झर्ना हो। यो फुङफुङे झर्नामा आइपुगेका छौँ। अब यहाँबाट सिडी चढेर हामी माथि जानुपर्छ। म माथि नै गएर अरू चिजको बनाउँछु। मिस रमाइलो भइरहेछ। यस्तो छ ब्याकग्राउन्ड चाहिँ। फुङफुङे झर्ना नपुग्दै जाने यहाँ सिडी बनाइएको छ। करिब 20 मिनट सिडी चढिसकेपछि देखिन्छ। अब हामी चाहिँ फुङफुङे झर्ना आइपुगेको छौँ र यो झर्नाको वास्तविक रूप चाहिँ यस्तो चाहिँ फुङफुङे झर्ना भन्छ। यस्तो छ यसको वास्तविक रूप। त्यसरी झरिरहेको छ।
ताप्लेजुङ मात्र नभई नेपालकै उत्कृष्ट झरनाको रूपमा रहेको फुङफुङे झरना प्रचारको कमीले गर्दाखेरि अजेलमा परे तापनि यसको सुन्दरता भने कम छैन। हामी चाहिँ फुङफुङे झरना पुगेर आएर एकदमै भिजिने पानी छ, त्यो परेबाट पनि भिजाउँछ। समन सर कस्तो लाग्यो त? दामी एकदम खतरा लाग्यो। Woke up late, missed the morning glaze, but the sunlight hits in so many ways. र केही बेर फुङफुङे झरनामा फ्रेस भइसके पश्चात हामी लाग्यौँ हाम्रो गन्तव्यतिर, जुन थियो सिम्बुक। हामी फुङफुङे झरनालाई बाई बाई गरेर कहाँ अरे सर? सिम्बुक जाँदैछ। आजको हाम्रो यात्रा सिम्बुकसम्म हुनेछ। दाजुले हामीलाई सिम्बुकसम्म पुऱ्याउनु। अब हामी यो खोला तरेर तापङतिर लाग्दैछौँ। खोला तरेरै जाने हो। कहाँबाट छुट्टिन्छ? दाहिनेपट्टि कति लाग्छ अब यहाँबाट? खोइ त्यो त मलाई थाहा छैन। ल धन्यवाद। फुङफुङे बाई बाई फुङफुङे झरना कस्तो हुँदैछ सङ्गम सर? हाम्रो म्याडमहरूलाई कस्तो फिल भइरहेछ? अनि यहाँबाट सिम्बुक जाने बाटो यही होइन? कति समय लाग्छ? अझै 1 घन्टा लाग्छ? हिँडेर कि गाडीमा 1 घन्टा? गाडीमा 1 घन्टा? ल त धन्यवाद। ल गाडी जाने बाटो त छ, तर यो खोलो तर्न नसकेर अब हामी यहीँबाट हिँडेर जानुपर्ने अवस्था आएको छ। गाडी जाने बाटो भइकन पनि हामी चाहिँ हिँड्नुपर्ने अवस्था देखियो। सिम्बुक पुग्नुभन्दा अलि अगाडि त्यहाँ एउटा खोला थियो। खोलामा पानी बढेको कारणले गर्दाखेरि हाम्रो गाडी तर्न सकेन र हामी यहाँबाट आफ्नो सामान छुट्याएर पैदल यात्रा सुरु गऱ्यौँ। अहिले हामी चाहिँ सिम्बुक पुग्नलाई हिँड्दैछौँ। करिब अब 1.5 घन्टाको यात्रामा सिम्बुक आउँछ भन्ने कुरो भएको छ। गाडी चाहिँ जान्थ्यो, तर यो पानी परेर खोला बढेको कारणले हाम्रो गाडी तर्न सकेन। त्यो भएको कारणले गर्दा हामी हिँड्नु परेको हो। हामी थोरै गलत बाटो आएछौँ। उकालो बाटो आउने भएर, सर्टकट बाटो आउने भएर आफै बाटो बनाउँदै आयो। अब चाहिँ हामी सिधै तेर्सो बाटो लाग्छौँ र 1.5 घन्टामा सिम्बुक पुग्छौँ। आवर्स अफ वर्क हामी चाहिँ सिम्बुक हामी बस्ने ठाउँमा पुगिसकेका छौँ। बस्ने ठाउँ चाहिँ यस्तो छ। पानी पनि पऱ्यो बाटोमा, हामीलाई अलिकति गाह्रो पनि भयो, बट नेभर माइन्ड। भोलि हामी बिहान उठेर दिन जान्छौँ। त्यसपछि हामी फ्रेस भएर त्यसपछि हामी यहाँको इन्भाइरोमेन्ट सिम्बुक त आइपुग्यौँ। तर मौसम यस्तो चाहिँ पानी एकदमै परिरहेको छ। पानी परेको कारणले गर्दाखेरि हामी अब रेस्ट मात्र गर्छौँ आज। यो चाहिँ अब भोलि बिहान कस्तो देखिन्छ एकपल्ट हेर्छु। आज चाहिँ सिम्बुक पुगेर एकछिन अब हामी रेस्ट गर्ने अनि त्यसपछि घुम्ने भन्ने प्लान बनाएकी थियौँ। तर पानी परेपछि त्यो योजना विफल भयो र हामी आगो थापेर बस्न बाध्य भयो। अनि त्यसपछि हामीले के गर्यौँ भन्दाखेरि नि लोकल आलु पाइँदो रहेछ त्यहाँको, अनि आलु खाँदै बस्यौँ। त्यसपछि दिदीले खाना पनि बनाउँदै हुनुहुन्थ्यो। एकछिन बिमल दाजुको गीत पनि सुन्यौँ।
जिन्दगी मेरो सामु यस्तरी किया छ आयो यहाँ हामी चाहिँ अब खाना खाएर सुत्ने तर्फमा छौँ खाना खाएर रेस्ट गर्छौँ भोलि बिहानै हिँड्नुपर्ने भेजलाई यस्तो छ नन भेजलाई चाहिँ यस्तो छ बिहानको सिम्बुकको मौसम चाहिँ यस्तो छ पानी परिरहेको थियो अलिअलि खुल्छ कि जस्तो लागेको छ अहिलेसम्म चाहिँ पानी छिट्टै नै रहेछ हामी अझै हिँड्न पाएको छैनौँ भ्यू चाहिँ यस्तो राम्रो देखिँदो रहेछ यहाँबाट दिदीले सुचिया बनाउँदै हुनुहुन्छ पानी परेर भनेको समयमा हिँड्न सकिएन अब यस्तै गरेर इन्जोय गर्न बसिरहेको छौँ हामी चाहिँ के छ दाजु सुचिया खाने हो खानु पर्यो नि अब हो र यस्तो मजाले बनाउनु भएको छ उठ्नुहोस् त हाम्रो यहाँ साथीहरू कोही उठ्नु पनि भएको छैन फेरि समस्या चाहिँ यहाँ छ 7:30 बजी भयो अब चाहिँ हामी यहाँ सिम्बुकबाट लोदेनतर्फको यात्रामा अगाडि बढ्दैछौँ पानी परिरहेको छ त्यही भएर हामी सबैजना रेनकोट लाएर रेडी भएको छौँ अब हामी भर्सक आज लोदेन होइन माथिसम्म पुग्ने प्रयास गर्छौँ को यस्तो हिरो चाहिँ आमामामा हट कडा खा त हौ लुक्स त अब आज दोस्रो दिन हामी सिम्बुकबाट लोदेनतर्फको यात्रामा निस्किरहेको छौँ तर पानी चाहिँ परिरहेकै छ 1/4 भयो रे हामी चाहिँ हालत यस्तो छ यहाँ झर्ना ब्रेक लिइरहेको हामी सरहरू त डाउन भइहाल्नु भयो उहाँहरूलाई त केही टाढो भएको छैन हामीलाई चाहिँ अलिअलि सास बढ्ला जस्तो भएको छ र पनि हामी हिँडिरहेको छौँ डनहरूसँग गर्दा हिमाली भेगमा पानी पर्दै गएपछि जुका चाहिँ अत्याधिक लाग्ने रहेछ त्यसको लागि चाहिँ हामीले सेनिटाइजर पनि बोकेर गएका थियौँ जसले गर्दा चाहिँ जुकालाई सहजै झार्न सजिलो हुने रहेछ लोदेनको ट्रेक रुट एउटा यस्तो रुट रहेछ जहाँ हर पल प्राकृतिक सुन्दरतासँग हामीले साक्षात्कार गर्न पायौँ यस्तै सुन्दर दृश्यहरूलाई अवलोकन गर्दै हामी अगाडि बढी नै रहेका थियौँ भिर र पहिरो खोलाको बाटो नमान्नु डरै डर नभुल्नु माया मनभरि भुल्यो यो जुनी तिम्रै भर नभुल्नु माया मनभरि भुल्यो यो जुनी तिम्रै नानी अब हामी चाहिँ यो दोस्रो बोटमा आएर थोरै चिया नास्ता एनर्जी दिने थोरै खानेकुरा लिएर एनर्जी रिस्टोर गरेर अनि त्यसपछि लाग्छौँ हामी यहाँ 10-15 मिनट रेस्ट गर्छौँ कस्तो हुँदैछ यात्रा यात्रा त मैले तपाईँले सोचिरहनु होला यसले रक्सी खायो कि कोक खायो कि भनेर साथसँग के थाहा छ के हो सर ब्ल्याक टी ब्ल्याक टी र कालो चिया हामीले दुईटै बोकेको छौँ त्यो चाहिँ ब्ल्याक टी हो जसलाई जे खानु मन लाग्यो त्यही खानु हुन्छ यो चाहिँ रेड बुल हो त्यो चाहिँ बिग क्यान लेखाएको छ प्लस 80 ml एक्स्ट्रा हो कि कस्तो हुँदैछ दाजु अनुभव यो त पिरो हुन्छ नि हजुर के छ यो ठाउँको बारेमा केही बताउनु न यसो यो ठाउँ चाहिँ एकदमै राम्रो यो ठाउँ उहाँलाई मन पर्यो अरे अघि भन्दै हुनुहुन्थ्यो यतै आएर घर बनाएर यतै घर जम गरेर बस्ने होला जस्तो भन्ने छ भन्नुहुन्छ राम्रो लाग्यो जुन भनु उपमा धेरै तेस्रो बोट बोटबाट आधा घन्टा हिँड्यो करिब आधा घन्टाको 20-25 मिनट यात्रामा अर्को बोट छ पकाउने खाने ठाउँ चाहिँ देख्दैन यहाँ तर बस्नको लागि पानी पऱ्यो भने बल्ल दर्शकवृन्द हेर्नुहोस् हामी निरन्तर यात्रामा छौँ दर्शकवृन्द हेर्नुहोस् बाटोको हालत यस्तो छ हाम्रो देशको हालत यस्तो छ दर्शकवृन्द
यसै गरी नाच्दै हाँस्दै गाउँदै रमाउँदै हिँडेपछि यात्राहरू पनि सहज हुँदै गएर हाम्रा पाइलाहरू पनि अगाडि बढ्दै गए। भौगोलिक दूरीको हिसाबले भने आज हामी सिमुकदेखि बस्नेगोठसम्म पुग्दा करिब 17 किलोमिटर तय गर्नुपर्ने थियो र करिब 4.5 घन्टा हिँडिसकेपछि हामीले लगभग आधा दूरी तय गरिसकेको थियौँ। तर योभन्दा माथिको यात्रा हाम्रो अझै अलिकति कठिन र अलि समय लाग्ने हुनेवाला थियो, किनभने अहिलेसम्म हामी कम उचाइमै रहेका थियौँ। यो ट्रेकिङ रुटको अर्को सुन्दर पक्ष भनेको चाहिँ हामीले यो रुटभरि करिब कम्तीमा पनि 6 देखि 7 पटकसम्म नदीको कलकल आवाज सुन्दै नदीलाई पार गर्ने मौका पायौँ, जुन चाहिँ अविस्मरणीय थियो। हामी चाहिँ 10.5 किलोमिटर हिँडे पश्चात यहाँ ठाउँमा आइपुगेर खाजा खाँदैछौँ। अब आधी घन्टामा चाहिँ एउटा के आउँछ बस्ने ठाउँ। भुसुनाले त टोक्दो रहेछ हौ। वास्तवमै नेपाल प्राकृतिक सौन्दर्यताको हिसाबले एकदम धनी देश भन्ने कुरा चाहिँ यो ठाउँमा आएर पनि बुझ्न सकिन्छ। यहाँका वन जङ्गल, नदी नाला, खोला, हिमाल, पहाड सबैले चाहिँ नेपाल कति धनी छ भन्ने कुराहरू चाहिँ सिमलबाट 12 किलोमिटरको यात्रा पछि हामी एउटा बोट भेटेको छौँ। अब हामी यहीँ बस्ने कि भन्ने कुरो थियो, तर समय अझै भएको कारणले गर्दाखेरि हामीले अलि माथि 2 घन्टा जतिको डिस्टेन्स भन्दा चाहिँ त्यहाँ गएर बस्ने कुरो छ। अब हेरौँ के हुन्छ। एकदमै रमाइलो छ। गाउँमा चाहिँ थोरै बढ्लिएको छ। अल्टिट्युड बढ्दै गइसकेपछि अलिअलि उकालोमा गाह्रो भएको छ। अब अरू ठिक छ। उकालो हजुर यहाँ के गर्ने रहेछ दाजु? यहाँ यो जुनी तिम्रै भार हो, भगाई लान्छु भन्छ हौ काफले, जानु कि नजानु धन सुक्यो रात। गाई भने सानो दुध दिन्छ मानु, खानु कि नखानु, भगाई लानु नसक्नेसँग जानु कि नजानु। हे धन सुक्यो रातले फकाउँछ काफले, जानु कि नजानु। हामी अल्टिट्युड बढेको कारणले गर्दाखेरि अलिअलि सिक्नेस होला कि जस्तो भइरहेछ। तर केही बेरमै हामी कस्तो हुँदैछ? एकदम रमाइलो भइरहेको छ। मौसमले पनि साथ दिएको छ आज। मेन समस्या भनेको चाहिँ उतै बढ्दै जाँदाखेरि चाहिँ सास फेर्न अलिक गाह्रो भएको जस्तो फिल भइरहेको छ। तर पनि यसलाई ओभरकम गर्दैछौँ। जानुपर्ने हजुर नमस्कार। नमस्कार। ल के छ, कस्तो हुँदैछ? हाम्रो यात्रा जारी छ। हामी गन्तव्यमा पुगेका थियौँ। आजको गन्तव्य भनेको हाम्रो यहाँ माथि एउटा गोठ छ भन्ने सुनेको छु। यति लामो हिँडेर यस्तो ठाउँ देख्दाखेरि त मलाई आनन्द हुने। हातहरूले कसलाई पुग्छ, भिरमा पनि फुलिदिन्छु, खुसी मात्र कहाँ हुन्छ, खुसी मात्र कहाँ हुन्छ, पिरमा पनि फुलिदिन्छु। हामी चाहिँ नदेन क्षेत्र प्रवेश गर्नु लाग्दैछौँ। मसँग निकट नेपालको
प्रमुख प्रशासक अध्यक्ष विमल सर हुनुहुन्छ उहाँले चाहिँ यो गेटको बारेमा थोरै व्याख्या गरिदिनुहुन्छ। ल दाजु यो गेट कसरी र कहाँको बजेट र के प्रयोजनको लागि बनाइएको हो? यो गाउँपालिकाकै बजेट हो। लोधेन क्षेत्रको यहाँ प्रवेशद्वार भनेर यसो पहिचान पनि हुन्छ, पर्यटन प्रवर्धनका लागि पनि यो गेट चाहिँ यहाँ बनाइयो। र यो गेट हुँदै हामी मिक्क खोला गाउँपालिका वार्ड नम्बर 5 पापुङमा पर्ने लोधेन क्षेत्र प्रवेश गरियो। त्यहाँ ठुलो चौर रहेछ जहाँबाट एकदमै राम्रो भ्यू देख्न सकिन्छ। लोधेन एरिया प्रवेश गरेका छौँ। एकदमै धेरै दुःख नै गर्नुपर्यो भन्नुपर्छ, किनभने पानी परेको छ। यहाँनिर बोट छ, हामी 39 से 70 मिटरको हाइटमा छौँ। सोनाकार भन्छ यो ठाउँलाई। अब लोधेन पुग्नलाई 3 घन्टा भनेको छ। हेरौँ हामी कति घन्टामा पुग्छौँ। आज चाहिँ हामी यतातिर एउटा दाजुको बोट छ, होमस्टे टाइपको छ भन्नुपर्छ, त्यहाँ गएर रेस्ट गर्छौँ। फाइनल्ली गरिब सिम्बुकबाट 17 किलोमिटर 11 घन्टा लगाएर हिँडिसकेपछि 4000 मिटरको अल्टिट्युडमा यहाँ एउटा सानो गोठ जस्तो घरमा पुगेका छौँ। व्यवस्थित छ, यहाँ वासरुम पनि छ र भित्र पनि व्यवस्थित तरिकाले बनाएको छ भन्ने। ल फाइनल्ली हामी चाहिँ गोठमा, यहाँ गोठको यस्तो छ हाम्रो बत्ती छैन, होमस्टे भनौँ न। यहाँ बत्ती चाहिँ छैन, आगो बालेर हामी यहीँ खाना बनाउँछौँ, यहीँ सबैजना सुत्छौँ। हामी चाहिँ कतिजना छौँ यहाँ? हामी 11 जनाको टोली छौँ। विमल दाजु खाना कस्तो छ? मिठो छ होइन? हामी चाहिँ यसरी चुलो वरिपरि बसेर अब खाना यसरी खाँदैछौँ। यहाँ दाजुहरूले हामीलाई पकाएर दिनुभएको छ। बेसार चाहिँ माथिबाट ल्याउने बिर्सेर बेसार प्रयोग भएको छैन, र पनि यो खानालाई चाहिँ हामीले आज अमृतसर मानेर खाइरहेछौँ। हामी यहीँ खाने यहीँ सुत्ने, अब यस्तो छ अवस्था। गुड मर्निङ गाइज। आज हाम्रो यात्राको तेस्रो दिन। हामी चाहिँ खाजा खाएर रेडी भएर करिब 8 बजेतिर माथि तालहरू हेर्नलाई लाग्यौँ। 4000 मिटरको उचाइबाट हामी 4500 मिटरको उचाइसम्म पुग्नुपर्ने थियो, तर एल्टिट्युड बढ्दै गएको कारणले हामीलाई त्यहाँ पुग्न करिब 3 घन्टा लाग्नेवाला थियो। हामीले हेर्न सक्छौँ दृश्य जता हेऱ्यो त्यतै एकदमै मनमोहक छ। कतै पनि अल्छी नलाग्ने रमाइलो दृश्य हेर्दै हामी यात्रा अगाडि बढाइरहेका थियौँ। स्वर्ग हो कि त्यो धरती हो, शान्त ठाउँ थियो, त्यही फुल्थे गरी पुग्न लाग्यो है हामी। अब आधा 1 घन्टामा पुग्छौँ। बेली चमेली आफ्टर लङ वाक, करिब 2.5-3 घन्टाको वाकपछि हामीले एउटा पोखरी भेटेको छौँ। इट लुक्स लाइक दिस। यस्तो बबाल देखिएको छ। माय गॉड, एकदमै राम्रो पोखरी छ। फील भइरहेको छ। हामी बसेको ठाउँबाट लगभग 3 आवर्सको वाकमा करिब 4500 मिटर ल। यहाँ दाजु हुनुहुन्छ हाम्रो, उहाँ चाहिँ गाइड दाई हो। दाजु तपाईँको नाम के हो? ल उहाँले चाहिँ हामीलाई तल सिम्बुकदेखि नै ल्याइराख्नु भएको छ। ल यो पोखरीको नाम र यसको बारेमा थोरै भनिदिनुहोस् न। यो सुना पोखरी हो। हजुर। अनि लाम पोखरी भन्ने यो टाढा पल्लोपट्टि। हजुर। अनि हामी यो आज पुग्छौँ यो लाम पोखरी यता। यो 3टा पोखरी चाहिँ हामी आज घुमेर जाउँला। ठिक छ। अनि यहाँ कतिको पर्यटकहरू, विदेशी पर्यटक कतिको आउनुहुन्छ दाजु?
हाम्रै आउँछ अहिले आउँदैछ अझै पनि यो हजुर पोखरी अलि देखियो दामी छ दामी अद्भुत छ अतुलनीय छ अमेजिङ बिल्कुल छ बिल्कुल छ चिल भनेको के हो ए ल ओके त्यही सबैजनालाई म सरोज कार्की सिँचाइ डिभिजन कार्यालयबाट हाम्रो आत्मीय मित्र श्री विशाल पोखरेलको निमन्त्रणामा यो लोदेन क्षेत्रको चाहिँ ट्रेकिङ गर्न हामी यहाँ जम्बो टोली लिएर आएका छौँ। ल हामी चाहिँ पोखरी खोज्दै अब यहाँ तल दुईटा एकै ठाउँमा जोडिएको पोखरी छ त्यहाँ आइपुगेको छौँ। अलिकति तलबाट देखिन्छ त्यो भ्यू। यहाँ चाहिँ लङ्गर हिमाल भन्दो रहेछ। हिमाल पनि एकदमै राम्रोसँग फुलेको छ। यो ठाउँलाई चाहिँ शब्दले व्याख्या गर्न नसकिने रहेछ। एकदमै राम्रो सुन्दर। जति पनि थकाइ छ हामी उकालो चढ्दाखेरि अनि त्यसपछि गएर हाइट माथि चढ्दै जाँदाखेरि एल्टिट्युड सिकनेस भएका कुराहरू यहाँहरू सबै बिर्सेको छौँ हामीले। एकदमै आनन्द छ। यहीँ बसिरहँ जस्तो छ। म विशाल पोखरेल मेरो घर धनकुटा र मैले दक्षिणतर्फ सिँचाइ विकास डिभिजनको रूपमा कार्यरत छु। अहिले हामी यहाँ 7 जना यहाँ छौँ र 2 जना साथीहरू एउटा लागि जानु भएको छ। 9 जनाको छौँ। हामी यो लोदेन क्षेत्र दक्षिण जिल्लाको एउटा एकदम सुन्दर रमणीय क्षेत्र छ र त्यति धेरै प्रचार प्रसार नभएको र पर्यटकहरू कमै मात्रामा काली ओरालीहरूमा भन्ज्याङ अनि चौतारीहरूमा सुन्दर ती दहहरूमा। यही हो लोदेन, जहाँ हिमालमा ठोकिएर आएको कुहिरोले लामपोखरीमा स्पर्श गर्छ र कुइने पोखरी हुँदै सोना पोखरीतर्फ अघि बढ्छ। हामी त्यही अद्भुत सुन्दरतामा मन्त्रमुग्ध भई त्यहीँ हरायौँ। स्थानीयको भनाइअनुसार यस लोदेन क्षेत्रमा करिब 80 देखि 100 वटा साना ठुला पोखरी छन् भन्ने गरिन्छ। हामीले ठुला 3 पोखरी र साना 1-2 वटा पोखरी अवलोकन गर्ने मौका पायौँ र यी सँगसँगै हामीले देख्न सक्छौँ चौरीहरू डुलिरहेका छन् फाँटमा। यहाँ आएपछि अरू 3 जना झापाली साथीहरू पनि भेटिनु भयो। रमाइलो भइरहेको छ। नमस्कार, मेरो नाम बिन्दु पोखरेल, मेरो घर ललितपुर सानिपा। अहिले तेह्रथुममा जिल्ला समिति समितिमा छु। यो ट्रेक चाहिँ मेरो पनि फर्स्ट टाइम हो लाइफको। सबैभन्दा गाह्रो ट्रेक आइएछ, तर पनि अब यो ट्रेक गरिसकेपछि अन्त पनि हिम्मत आउँदैछ। तिमी साथ हुन्न मेरो अर्थ हुन्न म भुल्छु मलाई। बेबी हजुर कस्तो फिल भइरहेछ? दामी। कहाँ पुगेर आयो? लेलेप लोदेन कस्तो लाग्यो त लोदेन ट्रेक? कस्तो आँखा देखाउ न। दामी।